हेलो गुड मर्निङ म्यादीहरू, के छ खबर? आज चाहिँ हामी कपिलवस्तु जीपर्कामा छौँ। यो चाहिँ कपिलवस्तु जीपर्काको यो ग्राउन्डमा हामीले जुन इक्जाम दिएको ग्राउन्ड हो यो। देख्न सक्नुहुन्छ यो तराईको हुसु जाडो। यहाँ लगभग 30 मिटर 40-50 मिटरको डिस्टेन्समा मतलब अगाडिको केही देखे छैन क्या। देख्न सक्नुहुन्छ यसो फाटे खुट्टा उलामा गन्न सक्ने म्यादीहरू देखिनु भएको छ, आउँदै हुनुहुन्छ। र उहाँ फेरि थुप्रो छ कि म जुम गरेर देखाउँछु, तर केही देखेको छैन कि। यस्तो छ तराईको यो कपिलवस्तुको जाडो। हजुरहरूकोतिर कस्तो छ जाडो यसो कमेन्ट गर्नु होला है साथीहरू। आज यो चाहिँ माघको 18 गते है, आज पहिलो दिन ट्रेनिङको लागि हामी चाहिँ यहाँ जीपर्कामा आएको छौँ। म्यादीहरू देख्न सक्नुहुन्छ आइसक्नु भएको छ। 7:30 बजे बोलाएको थियो। आउँदा आउँदै चाहिँ हाम्रो चाहिँ टाइम कति भयो भन्दाखेरि 8:04। ल साथीहरू, आज चाहिँ यस्तो छ कपिलवस्तुको जाडो। ट्रेनिङ के गरी गर्ने होला थाहा छैन यो चिसोमा। कस्तो भइरहेछ केटा? जाडला गट्टा ठन्डला गट्टा। कसको जाडो? शान्तको कुरा। तराईमा पनि आज हिउँ परे है गाइजहरू। किन कामी जस्तो जाडो छैन है? यहाँ कस्तो दिमाग खराब हिउँ खेल्न आएको होइन